Good morning guys. Good morning from Beding. अब टक्क निन्द्रा पुऱ्यायो भन्दा नि खासै परेन, त्यही पनि पुऱ्याउन खोजियो है। भ्यू चाहिँ राम्रो छ आजको, हेर्न सक्नुहुन्छ है, हिमाल देखि नै रहेछ। अब यहाँ दाँत सात माझेर ट्याक्क लाएर ल गाइज बिहानको भ्यू चाहिँ यस्तो छ, ट्याक्क मजाको भ्यू छ है। खोला यस्तो छ, लास्टै चिसो छ, यहाँ माथि नि राम्रो भ्यू छ है। केटाहरू यहाँ छन्, जम मुख सुक्दैन। यहाँ अब दाँत सात माझेर मुख सुख धोएर तातपानी खाएर चिया सिया होइन बिस्कुट सिस्कुट खाएर माथि जानु। अनि आज पुगिन्छ होला सायद छोरोल्पा। खै हाल्दै छ टुथपेस्ट हाल्दो। ल हामी लाग्यो है चिया नास्ता खाएर। जाउँ, कताबाट बाटो सिधा ल है बेदिङ छोडियो, अब नागाउँतर्फ हामी लाग्दैछौँ। मजाको मौसम छ, हिमालहरू छ माथि। बेदिङ गाउँ छोडेर आयो है, हिमाल मस्त छ। मजाको भ्यू छ। खै हामीले यहाँ देखेको छौँ डाफे हो कि खोइ के हो, खै यहाँ भर्खर भाग्यो। कहाँ गयो आधी बाटो आइपुग्यो हामी, ट्याक्क बेदिङ र नाको। खास चाहिँ यसो अलिकति खाएको जस्तो गरिरहेको छौँ, भ्यू यस्तो चाहिँ। ल है हामी यहाँ बसिरहेछौँ मन्जिलोमा, समीर गइसक्यो। यहाँ चाहिँ यस्तो भ्यू रहेछ है, कुन हिमाल हो थाहा छैन। उ त्यहाँ अगाडि चाहिँ नागाउँ छ, यिनीहरू बसिरहेछन्। आयो नागाउँ बल्ल बल्ल। चोर जस्तो अनुहारहरू बस्छ, छोरो 2 घन्टा अरे। अब यहाँ खानसान खाएर यसो रेस्ट हान्न जानुपर्छ। हिजो डरै हिँड्यो, अलिक गाह्रो भइरहेछ। भ्यू हेर्न सक्नुहुन्छ यस्तो छ है। कुन बाटो चाहिँ एकदमै खराब छ, त्यही भएर हामी जाँदैनौँ होला। ल है हामी यहाँ आएर रेस्ट गर्दैछौँ ना भ्यू पोइन्ट रिसोर्टमा। रुम लिइसक्यौँ, अब यसो खानसान खाएर फ्रेस भएर जानुपर्छ ब्याग स्याग यहीँ छोडेर छोरोल्पा। अनि भोलि झर्नुपर्छ ट्याक्क। कस्तो चलिरहेछ? यस्तो छ हाम्रो रुम चाहिँ। गाइज हामी निस्केको छौँ छोरोल्पाको लागि, खाएर ट्याक्क भएर ढिलो भएर है।
12:30 भयो। यो त लाटै रहेछ यार। बिर्कोले त बिर्कै उल्टो लाग्दैछ। ल हामी अब निस्केका छौँ। यो यस्तो छ है, चिसो हावा चलिरहेछ। आज हाम्रो बास यहीँ हुन्छ। ल त्यसलाई देन ल छोरो। बोक्न यस्तो छ है हाम्रो बाटो। नागाउँदेखि छोरोल्पासम्मको यस्तो बिरालो छ पुरै। यस्तो छ, पानी पर्ला छ। कस्तो गइरहेछ हाम्रो ट्रेक? दामी भएर अहिले चाहिँ खाली ब्याग भएर सजिलो भएको छ। दुधकुण्ड चाहिँ क्यान्सल भएन। क्यान्सल भयो, त्यहाँ यी राम्रो वातावरण छैन अरे। क्यान्सलै भयो। अब आज नागाको बस्ने, नागा बस्ने, चिल हान्ने, अनि त्यसपछि भोलि ट्याक्क लगाएर पुस हान्ने होइन त। पर्सि गएर स्विमिङ हान्ने। स्विमिङ हान्ने चिल अनि लेट्स गो टु काठमाडौँ। त्यो आइमा हिँडिसक्यो अगाडि। बेहोरा मात्रै देखाउँछ त्यो त। दुई बेस भइरहेछ यहाँ। उसो डह्रो लगाइरहेछ है। अब भ्यू त अब केही देखिन्छ जस्तो होइन। बाटो पनि ठाडै छ। बस्छ अहिले। ल गाइज हामी आयो आउनु त। आइपुग्नु त आइपुग्यो, तर अब यस्तो मौसम आइपुग्यो। मौसम पुरै अब कुहिरो न कुहिरो लागेको छ। हावा डह्रो लागिरहेछ, चिसो भइरहेछ। ऊ त्यहाँ एउटा चिया खाने ठाउँ जस्तो रहेछ, त्यहाँ गएर खानुपर्छ। यस्तो छ है गाइज, छोरोल्पा लेक रे। त्यत्रो हिँडेर यति हेर्न आयो। यहाँ छ घर, त्यसमा गएर यसो चिया नास्ता अब के खाइन्छ होइन, खानुपर्छ। तातपानीहरू खाँदै हामी है। दाइले चाउचाउ बनाउँदै हुनुहुन्छ, खानुपर्छ, जानुपर्छ। ल गाइस, छोरोल्पा आइयो। चाउचाउहरू पनि ट्याक्क खाइयो, तातो पेट बनाइयो है। अब यसो हल्का भ्यू नभए पनि फोटोसोटो अलिकति हानेर त जाऊँ न है। हल्का हल्का फोटोसोटो हानेर जाऊँ। त्यसपछि नामा गएर म सुत्नुपर्छ। भोलि बिहान आयो ठिकै नि, ठिकै छ। अब जाडो जाडो छ, के भन्नु है। जाडो छ। माइनसमा अलरेडी यहाँ त टेम्परेचर अहिले माइनस होला र अहिले त। केटा हो, हिउँ पर्यो है, हिउँ पर्यो। कस्तो चिसो भइरहेछ। हिउँ पर्यो यो। हामी त जहाँ पुग्यो हिउँ मात्रै पर्छ त यार। के हो यस्तो? लक्कीकली दोस्रो नाम हो जस्तो त यार। छोरोल्पा यहाँ छ, पुरै सेतै भएर बसिरहेछ है। मन्जिल यहाँ छ बार्साको जर्सीमा, म यहाँ छु बायनको जर्सीमा है। अब लाउनु त सकिँदैन, हिउँ डह्रो परिरहेछ। खोइ छिट दुईजनाको हानिदिइहालौँ न, फोटो हानिदिइहालौँ, गइहालौँ। पास गरेको त लास्ट डेन्जर हो। यो त सेकेन्ड कि थर्डमा पर्छ पास त। उनीहरूलाई त यो त नर्मल हिँडेको जस्तै भयो। यो त पास त्यो हेर तिमी नाम्चे बजार निस्किँदो रहेछ क्या। गाडी चाहिँ खत्रै गर्छ। केटा हौ, हिउँ परेर अब हामी यस्तो कन्डिसनमा छौँ है। मजाको यहाँ छोरोल्पा ताल मजाको हिउँ परिरहेछ। अहिले देखि चाहिँ राखेन होला क्यामेरामा, तर हिउँ चाहिँ बबाले भरिरहेछ। नसोचेको भयो त यार। उहु, हिउँ पर्यो। छोरोल्पा ताल हाम्रो। एउटा जादु, अर्को जादु, अनि अर्को जादु, पहिलोमा अर्को जादु चाहिँ यहाँ छ पहेँलोमा है। जादु जादु। ल अब ट्याक्क मिलाएर चट्ट हिँड्नुपर्ने हुन्छ। अब ठाडो ओह्रालो छ यहाँ।
पनि छ त्यो गाउँमा हिउँ अब भोलिसम्म कस्तो चाहिँ पर्ला पानी यहाँ छै ठाडो ओह्रालो झर्नु पनि ठाडै छ हौ झर्नु पनि कसरी उब्ल्यो हामीले मुख गाइज हामी सिमी गाउँ आइपुगेका छौँ हिजो नानै बस्यौँ छोरोल्पाबाट झरेर अनि आज बिहान नाबाट हिँडेर यहाँ सिमी गाउँ आइपुगेका छौँ थुक्पा खाएको थियौँ थाङदिङमा अनि बिचमा पानी पनि अलिअलि परेको थियो ठिकै छ अहिले आइपुग्यो अब भोलि 5:30 बजी गाडी जान्छ अरे अब हेरौँ अब कति 5 बजीतिर कि 4 बजीतिर हिँड्नुपर्ने हुन्छ गाडी भ्याउनको लागि राम्रै रह्यो जे होस् ओभरअल हाम्रो ट्रेक यस्तो छ समीर सुतिरहेछ है मजिल उता सुतिरहेछ हिजो राति अलि ज्वरो नै आइरहेको थियो ज्वरो टाउको दुख्ने औषधि खाइयो खाना नि खासै रुचेन अनि सुत्यो बिहान ठिकै भयो अब अल्टिट्युड घटाउँदै आएपछि ठिकै हुँदै गयो जे होस् ल ब्लग अब यहीँ एन्ड हुन्छ छोरोल्पा राम्रै रह्यो लाइक सेयर सब्सक्राइब गर्नु